हेलो एभ्रिवान, तपाईहरुले फर्स्ट र सेकेन्ड भिडियो त हेरिसक्नुभयो होला। हिप हप डान्स सिरिजको यो तेस्रो दिन हो। यदि फर्स्ट र सेकेन्ड भिडियो हेर्नु भएको छैन भने तल डिस्क्रिप्सनमा गएर हेर्नु होला। सबै भिडियो त्यहाँ राखिदिएको छु। सो धेरै कुरा नगरौँ, सुरु गरौँ आजको क्लास, तेस्रो दिनको क्लास। सो के गर्ने, मैले फेरि पनि भने रिल्याक्स भएर बस्नु पर्यो। फर्स्ट त यो अगाडि पनि भनेको थिएँ, सुन्नुभयो होला, अब त बुझ्नु पनि भयो होला। सो के गर्ने, फर्स्ट स्टेप आउट गर्ने, राइट लेग आउट गर्ने 1 2 मा क्लोज गर्ने 2 3 4 मा क्लोज गर्ने। अब नझुक्किने। सेकेन्ड भिडियोमा हामीले के गरेको थियौँ, आउट इन गरेको थियौँ। अब अहिले के गर्दैछौँ हामी, आउट अनि जता आउट गर्छ उतैतिर के गर्ने, क्लोज गर्ने, नझुक्किने है। फेरि आउट क्लोज, आउट क्लोज, आउट क्लोज, आउट क्लोज, आउट क्लोज हो। यो खुट्टाको स्टेप हो। के गर्ने, 1 2 3 4 5 6 7 8। अब यसमा हात चाहिँ के गर्ने भने ठ्याक्क डायगोनल, जस्तो खुट्टा आउट गर्नु, थोरै हाफ डाउन जाने, हात यता राख्ने यसरी। यो हात देखिनु पर्यो, यो पनि देखिनु पर्यो। सो 1, यहाँ पनि बाउन्स आयो नि हेर्दै, 1 फेरि तान्ने, 2 फर्स्टकै स्टेप्स, 3 4 5 6 7 8। बुझ्नुभयो? सो फर्स्ट स्टेप्स के गर्ने रे, 5 6 7 8। सो 1 2 3 4 5 6 7 8। और गाह्रो भयो भने अहिले सिम्पल 1 2 3 4 5 6 7 8। ह्यान्ड क्रस 1 2 3 4। यो पनि गर्न सक्नुहुन्छ है। यो हाम्रो फर्स्ट स्टेप्स। अब 7 8 मा हाम्रो खुट्टा क्लोज हुन्छ। हेर्नु है त, 1 2 3 4 5 6 7 8। अब के गर्ने, स्टेप आउट गर्ने, अनि स्टेप पहिला आउट गर्ने हो, स्टेप आउट गर्ने। यसले के गर्ने, अगाडि किक गर्ने 2, यसरी हातलाई राख्ने, हल्का टिल्ट हुने ब्याकतिर 2। यो टर्न आउट गर्ने खुट्टा अगाडिको, पछाडि खुट्टा हल्का बेन्ड हुन्छ 2। फेरि 3 ह्यान्ड क्रस गर्ने यसरी। जब 3 ब्याक आउनुहुन्छ 3 मा ह्यान्ड क्रस गर्ने, 4 मा फेरि अगाडि जाने 4, फेरि 5 ह्यान्ड क्रस, ह्यान्ड क्रस 6 7 8 हो। फास्ट 1 तारारा 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 8। यहाँ सकिन्छ, 8 मा यहाँ हुन्छ 5 6 7 8। अब यहाँबाट थर्ड स्टेप कसरी जाने त, थर्ड स्टेप के गर्ने, पहिला सिम्पल सिक्नु। थर्ड स्टेप के गर्ने, सेम स्टेप आउट गर्ने हो फर्स्ट जस्तै, अनि लेफ्टलाई के गर्ने, ब्याक गर्ने, ब्याक अलिक झुक्नुपर्छ ल। अनि सेम लेग सेम ह्यान्ड, त्यो ह्यान्डले के गर्ने, थ्रो गर्ने, फेरि आउट जाने, अनि ब्याक थ्रो गर्ने, फेरि आउट जाने, थ्रो गर्ने, फेरि आउट जाने, थ्रो गर्ने, आउट जाने, थ्रो गर्ने। होइन, त्यो स्टेप आउट अनि पछाडि चाहिँ हान्ने हो, अगाडि होइन है। फेरि आउट 8 तार 8। सो हाम्रो स्टेप कहाँ सकेको थियो, 5 6 7 8 1 2 3 4 5 6 7 8 1। गयो नि, 1 2 3 4 5 6 7 8 8 यहाँ भयो। बुझ्नुभयो? यो हाम्रो तेस्रो स्टेप हो, थर्ड स्टेप्स। जहिले पनि एन्डिङ पोजिसनलाई याद गर्ने। अब यहाँबाट के गर्ने, फोर्थमा जाउँ अब, अनि पछि लिङ्क गरौँला है त। फोर्थमा के गर्ने, ड्र्याग गर्ने। कसरी गर्ने, फर्स्ट राइटमा जाने, यसरी 2 क्लोज गर्ने 1 2। फेरि पहिला खुट्टा आउट गर्ने, अलि ग्राउन्डेड हुँदै के गर्ने, यसलाई स्लाइड गर्दै 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 लिएर आउने। फेरि एकचोटि पहिला आउट गर्ने खुट्टा, यसलाई स्लाइड गर्दै 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 क्लोज गर्ने, फेरि यसलाई आउट गर्ने, यसलाई साउट गर्दै 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 स्लाइड गर्दै 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 क्लोज गर्ने। सेम टाइममा बाउन्स पनि हुनुपर्छ। हेर्नु त, 1 2 बाउन्सी, 3 4, यो चाहिँ अप बाउन्स भयो। अब यो चाहिँ अप बाउन्स, मासतिर हिर्काउने यसरी 4 4, फेरि 1 2 3 4 5 6 7 8। हात के हुन्छ, सँगसँगै जान्छ, यो माथि पनि होइन तल पनि होइन, यो लेभल माथि उठ्नु हुँदैन। स्लाइड गर्ने 1 क्रस 2 3 4 5 6 7 8। यो फोर्थ स्टेप्स। अब हाम्रो एन्डिङ कहाँ थियो, 5 6
7 8 यहाँ थियो हाम्रो एन्डिङ हो यहाँबाट स्लाइड गर्ने 4 स्टेप्स स्लाइड हप स्लाइड हप स्लाइड हप स्लाइड हप यो हाम्रो 4 स्टेप्स अब यहाँबाट के गर्ने कर्नर स्टेप गर्ने यो साइड ब्याक ब्याक पहिला के गर्ने राइट आउट गर्ने 1 लेफ्ट आउट गर्ने 2 राइट फेरि ब्याक जाने 3 4 क्लोज गर्ने यो 5औं स्टेप्स सो के गर्ने राइट आउट गर्ने लेफ्ट आउट गर्ने ब्याक जाने बुझ्नु भएको छ नि सो फर्स्ट राइट खुट्टा है याद गर्नु नि राइट लेफ्ट माथि छ नि याद गर्नु स्क्रिनमा हेर्नु सो राइट लेफ्ट ब्याक ब्याक सो हाम्रो एन्डिङ कहाँ थियो 5 6 7 8 1 2 3 4 5 6 7 8 सिम्पल यसरी अपोजिट हिँड्ने राइट खुट्टा लेफ्ट ह्यान्ड स्टाइल दिएर हिँड्ने यसरी 1 2 अहिले सुरुमा गाह्रो भयो भने बिस्तारी 1 2 पछि बानी पर्दै गएपछि त आइ नै हाल्छ सो बुझ्नुभयो ओके यो थियो हाम्रो 5औं स्टेप्स सो अब हामी सुरुदेखि यहाँसम्म एकचोटि तपाईँलाई म फेरि पहिला अरू भिडियोमा जस्तै यसमा पनि काउन्टमा गरेर देखाउँछु अनि म्युजिकमा गर्नेछु तर प्र्याक्टिस गर्न नबिर्सनु होला नि नछोड्नु होला डान्स पक्का सिक्नुहुन्छ तपाईँहरूले है त ल सुरुबाट 5 6 7 8 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 यो थियो काउन्टमा अब म्युजिकमा